बुढा म विदेश जान्छु मलाई ल्याङ्ग्वेज पढाउनु न हाम्रो आर्थिक अवस्था धेरै बिग्रेको छ गाह्रो हुन्छ बुढी विदेशमा तिमीलाई छोरी मान्छे भनेर धेरै दुःख दिन सक्छन् बुढा अहिले हाम्रो अवस्था धेरै गाह्रो छ केही वर्ष दुःख गरेर कमाउँछु अनि फेरि सँगै बसौँला राम्रोसँग पढ बुढी मेहनत गर्यो भने पक्कै पास हुन्छ पक्कै पास हुन्छु बुढा मेरो नेम निस्कियो मलाई थाहा थियो वर्षा तिमी सधैँ मेहनती छौ ल बुढी अब जाउँ नत्र ढिलो हुन्छ बुढी विदेश जाँदैछौ आफ्नो ख्याल राख्नु है नातिनु बुढा अब सबै ठिक हुन्छ बुढा म आइपुगेँ तपाईँ नातिनु है बिरानो ठाउँमा छौ बुढी अलिअलि त टेन्सन लाग्छ नि नातिनु बुढा अब हाम्रो जीवन बदलिन्छ राम्रोसँग पढ्नुपर्छ अब म बेबी म छिट्टै आउँछु है वर्षा आज बाहिर घुम्न जाऊ न मेरो बोयफ्रेन्ड पनि आउँछ म जान्न किन यति मेसेज गर्छन् म यहाँ पढ्न आएको हुँ मैले राम्रोसँग पढ्नुपर्छ बुढा म हजुरलाई धेरै मिस गर्छु बुढी म पनि धेरै मिस गर्दैछु आफ्नो ख्याल गरे हेलो कसलाई खोज्नुभयो म विवाहित हुँ कृपया फोन नगर्नु कस्तो मान्छे होला कति कल गरेको फेरि उही नम्बर फेरि उही नम्बर फेरि उही नम्बर फेरि उही नम्बर मेरो बुढा के गर्दै होलान् आज किन यति एक्लो लाग्दैछ मलाई फेरि त्यही अपरिचित नम्बर हेलो तिमीसँग कुरा गर्दा राम्रो लाग्छ सधैँ यस्तै हुनु ल ठिक छ साथी जस्तै कुरा गर्न सक्छौँ अब हामी ल बुढाको फोन आएछ एकछिनमा पछि गर्नु पर्ला हेलो सरी ल बुढाले कल गर्नुभएको थियो कति कल गर्न सकेको होला यो बुढाले होइन किन फोन उठाउँदिन् वर्षाले यत्रो ऋण कसरी तिर्ने अब म